ओके। आदरणीय दर्शकबिन्दहरू, अहिले तपाईँहरू सब कोशी न्युज च्यानल हेर्दै हुनुहुन्छ। हाम्रो यो सब कोशी न्युज च्यानल अन्तर्गत अथनै विशेष कार्यक्रममा आज हामी माझमा हाम्रो पाहुनाको रूपमा, अतिथिको रूपमा इटारीका एउटा चिरपरिचित नाम, बौद्धिक व्यक्तित्व, युवा हुनुहुन्छ आकाशाङ सुब्बाज्यू। उहाँसँग हामी इटारीको समसामयिक विषयवस्तुको सेरोफेरोम रहेर कुराकानी गर्नेछौँ। उहाँ आकाशाङ सुब्बाज्यू राष्ट्रिय प्रधान पार्टी इटारी उपमहानगरपालिकाका अध्यक्ष पनि हुनुहुन्छ र विगतमा इटारीमा भएको स्थानीय निकायको चुनावमा पनि उहाँ मेयरको उम्मेदवार भएर चुनाव लडिसक्नु भएका व्यक्तित्व हुनुहुन्छ र इटारीका विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहनुहुने हाम्रा प्रिय भाइ आकाशाङ सुब्बाज्यूलाई हाम्रो यो स्थानीय विशेष कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। अध्यक्षज्यू, अहिले इटारीमा विभिन्न प्रकारको व्यथितिहरू देखिएको छ। जसरी यो अब इटारी अस्पतालका व्यथितिहरू छन्, जनता स्कुलका व्यथितिहरू छन्, नगरपालिकाभित्र उठेका व्यथितिहरू छन्। यस विषयमा यहाँ एउटा बौद्धिक युवा व्यक्तित्व भएको नाताले यो व्यथितिहरूलाई सही निकाय दिनुको लागि के गर्नु पर्ला जस्तो यहाँलाई लाग्छ? अब यो जुन अहिले कुराहरू अहिलेदेखि होइन, यो जब के अरे चुनावपछि जुन अब यहाँ नयाँ सरकारहरू गठन भएपछि चाहिँ जुन किसिमको यो कुराहरू त्यतिखेर उठिरहेको छ र अचम्मको कुरा के छ भने अहिलेसम्म अब यो कुरा चाहिँ उठेको छ। अब यसको छानबिन हुन्छ हुँदैन, छानबिन गरेको चाहिँ छैन। उठ्छ एकचोटि झट्ट उठ्छ, त्यसपछि फेरि सेलाइरहेको अवस्था छ। यो के हो? अब यो हामीले पनि राम्रो बुझिसकेको छैनौँ। अब के हुँदैछ, कसो हुँदैछ, कुरा चाहिँ पटक पटक उठिरहेको छ। यो यहाँ एउटा युवा व्यक्तित्व हुनुहुन्छ, इटारीवासीको लागि चाहिँ होइन, इटारीवासीको लागि विभिन्न समस्याहरू जुन इटारीवासीले भोगिरहेछ, यसमा यहाँको पार्टी र यहाँको आवाज तपाईँको आउनुको लागि यहाँ कतिको अगाडि बढ्दै हुनुहुन्छ त? होइन, इटारीको विषयहरूमा अब आवाजहरू उठिरहेको हुन्छ। कुनै समस्याहरू लिएर हामीमाझ पनि हाम्रो पार्टीमा पनि आएको हुन्छ। त्यसको लागि हामीले पहल चाहिँ गरिरहेको हुन्छौँ। तर अब देशमा अहिले सङ्कट अवस्थामा, देशमा अहिले रोग लागिरहेको अवस्थामा अब देशकै जनताहरू पीडित भएर अब इटारीको मात्रैको त अब राहत पाउने भन्ने कुरै भएन होइन। अब समग्र देशमै अब यो किसिमको अब समस्याहरू छ। अब त्यसको सम्बोधन भइसकेको छैन। अब इटारीको पनि हामीले पहल त गरिरहेछौँ, गर्दैछौँ। अब सकिसक्दा आफूले भ्याएसम्म गर्ने हो, किनभने अब अन्तिम निर्णय हाम्रोमा हुँदैन। हामीले कुरा उठाउने, माग गर्ने हो। तर अब अन्तिम निर्णय हामीसँग नभएको हुनाले हामीले अब पूर्ण रूपमा एउटा रिजल्ट पनि दिन सकेका छैनौँ। यो तपाईँको भर्खर निर्वाचनपछि बनेका तपाईँको यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको 100 दिन पुरा भइसकेको छ भनौँ न। अब 3 महिना पुरा भइसकेको छ। 3 महिना पछाडि मात्रै कुनै पनि राजनीतिक दलका नेताहरू अथवा बौद्धिक व्यक्तित्वहरूले सरकारको कामकाजको विश्लेषण गर्छन् होइन। हजुरको विचारमा यो 3 महिनाको कार्यकालमा, वर्तमान सरकारको कार्यकाललाई यहाँले चाहिँ कसरी विश्लेषण गर्नुभएको छ त? 3 महिना कार्यकालमा अब जुन किसिमले हामीले एउटा आशा भरोसा गरेर जुन जनताले उहाँहरूलाई मत दिएको थियो होइन, र उहाँलाई एउटा बहुमतले त्यहाँ पुर्याउनु भएको थियो, त्यो अनुसार चाहिँ अब काम भइरहेको छ जस्तो मलाई लागेको छैन। किनभने अब हामीले अहिले देखिरहेछौँ, अब यो अहिलेको युग भनेको अब डिजिटल युग हो। यसमा चाहिँ अब कुनै पनि कुरा लुक्दैन नि। अब पहिला त एउटा कुरा मेचीमा एउटा कुरा भयो भने महाकालीलाई थाहा नै पाउँदैन, त्यस्तो अवस्था थियो। तर अहिले त संसारमा भएको कुराहरू के हुँदैछ त्यो होइन, एकै सेकेन्डमा, एकै मिनटमा पनि थाहा पाउने अवस्था छ। त्यो अवस्थामा जनताले हेरिराख्नु भएको छ। अब त्यो जुन संसदहरूमा भएको अब त्यो संसारमै अरू देशमा पनि हुन्छ त्यो किसिमको, तर एउटा विशेष विषयहरूमा त्यस्तो किसिमको अब तछाड मछाड अथवा त्यो हुन्छ। तर हाम्रो यहाँ चाहिँ तपाईँको अब एउटा नाटक जस्तो किसिमले अब कुटाकुटको अवस्था, खेदाखेद त्यस्तो अवस्था छ। अनि अरू कुरा भनेको जुन किसिमले अब जनताले एउटा आश गरेर दिएको थियो, जस्तै अब अहिले अब सुकुम्बासीको कुराहरू पनि छन्। अब धेरै सुकुम्बासीहरूको अब पीडितहरू के उहाँहरूको गुनासो छ। त्यस्तै गरी अब कर विषयमा पनि मान्छेहरू त्यति सन्तुष्ट छैनन्। हरेक कुराहरूमा जुन
उपेक्षा गरेको जस्तो जनताहरूले नपाएको हुनाले उहाँहरू निराशै छ जस्तो मलाई लाग्दछ। यो तपाईँको हरित इटहरी, सुन्दर इटहरी, स्वच्छ इटहरी बनाउनुको लागि यहाँसँग कस्तो खालको विजन छ त? स्वच्छ हरित इटहरी बनाउनुको लागि त अब त्यस्तो त्यो ठुलो कुरा नै होइन नि, त्यो ठुलो कुरा नै होइन। एउटा कुनै पनि व्यक्ति अथवा घर सबभन्दा सुरुमा त सफा हुनु पऱ्यो नि, सरसफाइको कुरा आउँछ सबभन्दा सुरुमा। सरसफाइ गर्नु एउटा रुख बिरुवा रोप्नु ठुलो कुरै त्यो समस्या होइन क्या, त्यसको लागि हामीले के त्यो गर्नै पर्दैन, त्यो अब त्यसको लागि अब सामान्य कुरा हो। त्यो त्यसको विषयमा अब मैले के भनिराख्नु र अब इटहरी महानगरपालिकाभित्र एउटा दमकल छैन अध्यक्षज्यू होइन, त्यो यस विषयमा यहाँको आवाज बुलन्द भएको छ कि छैन? यो विषयमा अब हामीले पनि कुरा त राखेका छौँ, तर खै म पनि अचम्मित भएको छु। दमकल जस्तो कुरा, एम्बुलेन्स जस्तो कुरा भनेको त एकदम नितान्त, अझ एम्बुलेन्स भन्दा पनि दमकल भनेको कुरा त एकदम आज अहिले भर्खरै एकछिनमा के हुन्छ भन्ने थाहा हुँदैन नि त, कहाँ आगो लाग्छ के हुन्छ। यसको लागि त हामी चाहिँ एउटा स्ट्यान्ड बाई दमकल आवश्यक, त्यो त एकदमै आवश्यक कुरा हो नि त। तर एउटा दमकल खरिदमा एउटा दमकल ल्याउनु पनि यत्रो लामो समय लागिरहेको अवस्था छ। यो यसमा पनि अचम्मित भइरहेको छु। अब अन्य सङ्घ संस्था व्यक्तिहरूले पनि यस विषयमा त कुराहरू उठाइराख्नु भएको छ, हामीले पनि उठाइरहेको छौँ, तर पनि यो ढिलासुस्ती भइरहेको छ। अब यसमा यो अब कानुनी रूपमै यो छ कि जस्तो पनि लाग्छ घरिघरि, अथवा यो हाम्रो सरकारकै अब अलिकति चासो नभएको जस्तो पनि देखिन्छ। अब एउटा दमकल किन्नु लागि अब हरेक कुरामा अब प्रक्रिया, यो नेपालको जुन प्रक्रिया प्रोसेस त्यो पनि अलिकति मलाई गलत लाग्छ। किनभने एउटा दमकल किन्न प्रक्रिया हुन्छ, टेन्डर आह्वान गऱ्यो, मान्छेले भर्छ, त्यसलाई छानबिन गर्छ, 15 दिने म्याद भन्छ, 1 महिना गर्छ। त्यो गर्दाखेरि त यहाँ त आगो लाग्यो भने त यहाँ त बर्बाद हुन्छ। आगो लाग्नेले त अब महिना हप्ता दिन 1 दिन त पर्खिँदैन। त्यो हिसाबले अब यसलाई पनि सुधार गर्दै अब यस्तो जुन अति आवश्यक कुरालाई त तुरुन्त किनभने खरिद गर्ने कुरा त ओपन छ नि त। हामीले दमकल किन्नु पऱ्यो, एउटा गाडी किने जस्तो त हो। तर यहाँ चाहिँ के प्रक्रिया पुऱ्याएर कसले सस्तो दिन्छ, अनि टेन्डर आह्वान गर्ने 15 दिन 1 महिना दिन्छ, फेरि त्यहाँ तिनीहरूको आएको निवेदनलाई फेरि होइन छलफल गरेर त्यहाँबाट छानेर गर्दाखेरि निकै प्रक्रिया लाग्ने छ। अब यसलाई पनि अलिक सुधार, यस्तो विषयहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्छ जस्तो पनि लाग्छ मलाई। यो अब 5-7 महिना 8 महिना बाँकी छ असैनिकाको चुनाव आउनु समय। यो असैनिकाको चुनावमा यहाँको पार्टी र यहाँको तयारी के कस्तो छ त अध्यक्षज्यू? स्थानीय चुनावको लागि अब हाम्रो पनि अब यहाँ अधिवेशनको हामी पनि अधिवेशनमा अहिले दौडिरहेको छौँ र स्थानीय चुनावको लागि पनि अब यसको साथसाथै अब स्थानीय चुनावको लागि पनि हामीले आफ्नो तरिकाले एक्सर्साइज आन्तरिक रूपमा गरिरहेछौँ। माथि तपाईँको अब तपाईँको राष्ट्रिय प्रधान पार्टी कहाँ महामन्त्री धवल शमशेर राणा होइन पार्टीबाट बाहिरिनु भयो होइन। अब तपाईँ एउटा पार्टीका युवा नेता भएको नाताले यो पक्षलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुभएको छ? यो पार्टीको लागि घाटा हो कि अथवा के हो? किन पशुपति के अरे धवल शमशेर राणाज्यू चाहिँ बाहिर निस्किनु भयो, कारण के होला त? होइन, सर्वप्रथम कुरा त अब पार्टीबाट कोही निस्किनु पनि त्यो होइन, घाटाको कुरा हुन्छ। राम्रो त होइन, अब त यो बाहिर हेर्दाखेरि पनि मान्छेले अब जुन जनताहरूले पनि अब जुन एउटा राप्रपालाई विश्वास गरिरहेको अवस्थामा यिनीहरू जहिले पार्टी टुट्ने अथवा छोडेर जाने। अब धवल शमशेर जस्तो उहाँ पनि अब एउटा नेसनल फिगर अब होइन, उहाँ भइसकेको मान्छे, उहाँलाई नचिन्ने मान्छे सायद नेपालमा कम्ती नै हुनुहुन्छ। उहाँ जस्तो मान्छेले एउटा पार्टी छोड्नु त्यो त अब पार्टीको लागि अलिकति क्षति नै हो। तर पनि अब राप्रपा एउटा राष्ट्रिय पार्टी भइसकेको हुनाले अब यसमा आउने जाने, मत मिल्नेहरू आउने, नमिल्नेहरू जाने त प्रक्रिया त भइरहन्छ। यसलाई अब त्यस्तै ठुलो रूपमा पनि लिनु हुँदैन हामीले। अन्तमा अध्यक्षज्यू होइन, तपाईँ एउटा इटहरी उपमहानगरपालिकाका पार्टीका नगर अध्यक्ष भएको नाताले समस्त इटहरीवासी लगायत शुभचिन्तक, शुभेच्छुक र पार्टीका कार्यकर्ताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ आजको हाम्रो यस कार्यक्रम मार्फत? यस कार्यक्रम इटहरीवासीहरूलाई के भन्न र अब उहाँहरू सबै जाने बुझेकै हुनुहुन्छ, पढा लेखेकै हुनुहुन्छ। सबै इटहरीवासीहरू अब सबै मिलेर हातेमालो गरेर अब इटहरीलाई बनाऊँ भन्न चाहन्छु। धन्यवाद अध्यक्षज्यू। हाम्रो सप्तकोशी न्युज च्यानलमा चाहिँ चाहिँ विशेष कार्यक्रममा यहाँले आफ्नो अमूल्य समय दिनुभएकोमा सप्तकोशी न्युज च्यानलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। आए दर्शकबिन्दहरू,
अहिले हाम्रो यस अथनै विशेष कार्यक्रम अन्तर्गत हामी माझमा हुनुहुन्थ्यो इटहरी उपमहानगरपालिकाका राष्ट्रिय प्रमुख पार्टीका अध्यक्ष आकाश सुब्बाजी। उहाँसँग हामी यो इटहरीको विषय र केही राजनीतिक विषयमा कुराकानी गरिसकेका छौँ। हाम्रो यो सबकोशी न्युज च्यानल हजुरलाई कस्तो लाग्छ यस विषयमा लाइक सब्सक्राइब कमेन्ट गरिदिन अनुरोध गर्दै आजको यस अस्थानीय विशेष कार्यक्रमका प्रस्तुता शिव कुमार राई हजुर समक्षबाट बिदा लिन चाहन्छ। यहाँका दिन शुभ रहोस्, सुखमय रहोस्। धन्यवाद।